हेलो गाइज, के छ खबर? सबैजना सन्चै हुनुहुन्छ? आज चाहिँ मेरो छुट्टी हो, छुट्टीको दिन होइन। आज सोमबार भयो। आज चाहिँ मेरो चाहिँ के काम छ भनेपछि वाइफाई जोड्नु छ रुममा होइन। वाइफाई जोड्नु छ, त्यस कारणले गर्दाखेरि म चाहिँ अब फ्रेस भइसकेँ। अब टोटल आएर खानासाना खाएर वाइफाई जोड्नको लागि चाहिँ म त्यहाँ A1 मलमा जाँदैछु। र मेरो साथमा मेरो दाई, मसँग काम गर्ने विवेक दाई सँगै जाँदै हुनुहुन्छ। अब म यहाँदेखि त्यहाँ चाहिँ 2 बजे पुग्नु पर्ने, 2 बजेको चाहिँ रिजर्भ छ। म यहाँबाट चाहिँ अब 1 बजे यहाँ रुमबाट हिँड्छु अनि दाइसँग चाहिँ समथिङ 1:30 बजेबाट निस्किन्छु म गाइज। त्यहाँ चाहिँ अब म बिस्तारै त्यहाँ दाइसँग गएको म सबै देखाउँछु गाइज। आज चाहिँ वाइफाईसँग जोडिन्छ अनि गेम हेर्नुपर्ने छ। गेम हेर्न नपाएर यार म सिम चेन्ज गरियो होइन, राख्तेनबाट आमामा लिमिटेड डाटा हुँदो रहेछ, नचलेर तनाव छ। अब गेम हेर्न राम्रोसँग पाएको छैन। आज जापानको र ब्राजिलको गेम चाहिँ आज हेर्नुपर्छ गाइस होइन, रमाइलो गर्नुपर्छ। ल एकछिनमा भेटौँ ल। म यहाँ रुमबाट निस्किसकेँ। अब दाइसँग भेट्न त्यहाँ जान्छु। दाइको गाडीमा चढेर चाहिँ दाइ र म निस्किन्छौँ होइन। अनि अहिले चाहिँ बाहिर हिँडिरहेको छु, छाता पनि उडिरहेको छैन, यत्तिकै गर्मी छ। यस्तो मौसम छ गाइस, जापानको यो हो तरिका होइन। अनि हिँडिरहेको छु भनौँ न, के बसिरहेको छु भन्दा अब बोल्दा बोल्दा यो के बोल्ने हुन्छ टाइपको। क्लियर छ मौसम चाहिँ होइन। अब जाम। अनि दाइ चाहिँ त्यहाँ अब ब्रेकमा खाना खानुहुन्छ होला। अनि म चाहिँ अब त्यहाँ गएर एकछिन वेट गर्छु। अनि त्यसपछि दाइलाई रिक्वेस्ट गरिरहेको छु। हिँड्दै गयो भने टाढा छ होइन, रिक्वेस्ट गरेर जाम न त दाइ भनेको हिजोदेखि भनिरहेको हो। दाइ खाना खाएर ट्याक्क बस्नु रहेछ यहाँ। म चाहिँ यहाँ क्युके रुममा आइसकेको छु। ब्लग आमा दामी आउँदो रहेछ दाइ यार, बाहिरको सिन त यार खस्यो। हामी यहाँदेखि अब चट्ट गाडीमा चढेर 2 भाइ दाइको खुट्टामा रौ त मेरोभन्दा धेरै आयो त यार। तर आउँछ चिक्ने हेर न बोलेको मैले यहाँ भिडियो बनाएर छु। जेसै बनाउनु जङ्गली जस्तो तिम्रो चिक्ने खुट्टा भए अझ अर्कालाई चिक्ने यति त रौँ देख्दाखेरि दाइको त खुट्टा कहाँ छ मेरो? छैन नि यस्तो चिक्ने। त्यो साधनमा चढेर जाँदैछ नि दाइ। दाइ रौँको कुरा गर्ने भने त तिमी चिक्ने 1 नम्बर हो। त्यो त हो म मान्छे। अनि चिक्ने अर्दा किन भन्नु? मुझे त्यो रौँ मुझे बाँदरको भन्दा बढी रौँ हो। बिल्लानमा हान्ने यार दाइ। त्यो बिल्ला हो त्यो भएको कुरा होइन। तिमी एकचोटि माटो नाङ्गे उभियो त लगाएर टोक्दी हो कि होइन? उभिन् त उभियो मेरो अगाडि नाङ्गे उभियो नि एकचोटि। अनि म भन्छु जसको मान्छे यत्रा त्यो हो पुरै खोलेर क्या मैले तलदेखि मान्छेको फोटो पनि तिम्रो फोटो हाल्यो नि एउटै हुन्छ भाइ। त्योबाट सुरुवात गरौँ बरु ब्लग त भइरहेको थियो यार। भन्नु न तपाईँले के भन्नु। सुरुवात त भइसक्यो त। सुरुवात त भोलि भन्नु। ब्लगले यो दाइको बेइज्जत गर्न चाहेको होइन, तर यो दाइले आफैले यस्तो गर्नुभएको। हरकत मैले भिडियो खिचिरहेको छु भन्दाखेरि पनि तिमी के हुनु मेरो पुरा लाइक गर्दै बसेरहेछ त मेरो भर्खरै हो। राम्रो होला भनेर 1500 त सेवाई गराइदियो। त्यो पनि उल्टा यो दाइले मलाई होइन गाली भाइ के गर्दैन सहिले। तिमीले संसारमा म जस्तो मान्छे पाउनु भाइ चिक्दिन। भगवान हो भगवान, तर कुन भगवान हो भन्ने थाहा छैन होइन। दाइ नमस्ते भन्न नि उतालाई भन्नु। दाइ नमस्ते भन भन्दिनँ। ओ दाइ नमस्ते। कोन्चिवा। ओ दाइ नमस्ते। गेङ्की छु म। गेङ्की हाम्रो जापानको दाइ हो। नेपाली पनि बोलिदिने बेला बेलामा भएर हामी चाहिँ यहाँ अब सट्ट जान्छौँ। लेट्स गो दाइ, टी सर्ट लाउनु न। के साह्रो तातो हो छुल्दा। गर्मी महिना त्यस्तै हो गाडीमा, त्यही भएर जानु बाइकमा सर बाइकमा गर्मी हुन्छ। बिहानमा 6 बजे उठेर पुरा मैले एउटा यस्तो उपाय ल्याएको छु कि केही नभने फोटो मात्र हाल्ने मात्र टिकटकमा। फोटो मात्र हालेर कसरी भाइरल हुन्छ ल भन्नु न। त्यही फोटो मन पराउने मान्छेहरू नि हुन्छ। नै देखिन्छ यार फोटो फेरि कस्तो गर्छ भन न। कस्तो? पुरा आफ्नो नखिच्ने बाइकको र सिनको कि फोटो मात्रै हालेर त पैसा आउँदैन नि दाइ। पहिला त्यहाँबाट भ्युज गयो भने अनि त्यसपछि यो मान्छेहरू राम्रो भ्युज हाल्दो रहेछन् भन्दै हेर्छन्, त्यसलाई फलो गर्छन् टिकटकमा। ए यो घुम्नु जाँदो रहेछ केटी पनि, ए यो केटा कस्तो म
मैले सोचेको जस्तो ठाउँमा घुम्नु जाँदा दिन्छ भनेर मेरो ब्लगमा तपाईँले केटीकै विषयमा चाहिँ चाहिरहेको छ एउटा हल्लाउँदा हल्लिनु लागिसक्यो जिन्दगी अब यस्तो अचल हल्लाउन नै अनलाइन छोड्छु हल्लाउन भन्छु फेरि हल्लाउनलाई राम्रो कुरा गर्नु भाइ के हल्लाउँछु मैले त्यो नि हो यस्तो गर्मी छ गाइज अहिले चाहिँ अब हामी यहाँदेखि निस्केर वाइफाई जोड्नेलाई हामी A1 मल गइरहेछौँ A1 मल A1 हो A1 हो कि 1 र 1 भने एउटै त फरक हो ON 1 र ON वेदर चाहिँ माया लास्टै दामी छ हेर्दा यार भिडियो खिच्न भए चाहिँ तपाईँको डाटा नबढाउनु तपाईँले बढाउने 100 बनाउने हो 110 कहिले अब महिना त सक्छ अर्को महिना अहिले गएर भने त पैसा कसले तिर्छ आज एक दिनको लागि बरु मलाई हेर्दैन केही पनि आज र भोलिको त तिर्नुपर्ने हो डाटा त्यस्तो अप्सन नै हुँदैन कि मन्थली हो सिधै डाइरेक्ट मलाई मुनम दाइले त अनि आज र भोलि मात्रै तिर्नुपर्छ त्यो अनि यहाँ चाहिँ मूर्तिको आवाज हो क्या हेऱ्यो खतरा मूर्ति बनाएर राखेको छ यस्तै हो यस्तोमा त त्यो ठोक्किन आयो भने हाम्रो गल्ती हुन्छ नि गाडी सिसी क्यामेराहरू हेरेर पनि थाहा भइहाल्छ सिसी क्यामेरा हेरेर भन्दिनँ त्यो त्यताबाट निस्किरहेको त त्यसले यताउता दायाँमा हेरेर निस्किने हो नि त हामीले यो युसेन्ट हो तर गल्ती अलिकति 30% जति गल्ती हुन्छ हाम्रो स्पिडमा आयो भनेर यताउता हेरेर भनेर त्यस्तो त स्पिडमा के स्पिड गर्यो यो बाटो आज चाहिँ वेदर कति दिन पानी परेर बल्ल जस्तो हुन्छ र भोलि फेरि पानी पर्छ यस्तै हो यो चाहिँ गाइज ओमुराको बोट रेस डाटा बढाउनु फेरि हो भने त भिडियो पो खिचेको त कहाँको डाटा के गर्छु त भिडियो खिचेर हाल्ने नि युट्युबमा यस्तो दामी आइरहेछ जानु तपाईँ गाडीहरू जाऊँ न हौ आउनु न जाऊँ न छिटो आउनु न आउनु लगाइ चाहिँ हामी आइसकेपछि A1 मलमा छिटो आउनु त चट्ट यही हो यहाँभित्र छिर्छौँ भित्र चाहिँ अब भिडियो सिडियो बनाउनु पाइँदैन होला अब चट्ट यही हो कुरो कहानी भित्र गएर चाहिँ निस्किन्छौँ अहिले पछि भिडियो बनाउँछु ल गाइज ल साथीहरू म त टक्क यहाँ काम सकेर यार आएँ है बाहिर के भयो भनेपछि बिचमा पासपोर्ट चाहिँदो रहेछ पासपोर्ट नलिएर आएँ म होइन अनि अहिले चाहिँ पासपोर्टहरू सबै लिएर आएर फेरि दाइले मलाई लगेर त्यहाँ छोडेर अनि पासपोर्ट पनि ल्याइयो अनि पासपोर्ट ल्याइसकेपछि है यो ट्यागको भाँडो अब आइसकेको छ डोकोमोको होम 5G अब ट्याङ्ग लाएर अब नेट पनि राम्रो चल्ने भन्ने कुरो छ के अरे अब भएन भनेपछि यो भाँडोलाई अब के भन्ने पछि फेरि चेन्ज गर्नुपर्छ अब जाने चाहिँ अब अघि चाहिँ गाडीमा आइयो दाइले छोडिदिए अब हिँड्दै जानुपर्ने देखिन्छ 2-3 किलोमिटर यहाँदेखि होइन साइकल नि छैन होइन जित्ते नि सियागा मत्ते नाइ छ जिन्दगी अनि त्यही भएर अब यहाँ सर जाने हो हिँड्दै जानु पऱ्यो अलिकति धुप त छ तर पनि खैर केही छैन त्यहाँबाट समथिङ 1.5-2 घन्टा लाग्यो है मलाई चाहिँ नेट अब कस्तो चल्छ अब हेरौँ कताबाट निस्किने हो बाहिर कतातिर निस्किनु पर्छ बाहिर जानु खासमा चाहिँ नेट नजोड्नु पर्ने हो खासमा मैले तर के गर्ने मन मान्दैन क्या अब नेट चलाइरहेको भए नि अब त्यो फेसबुक पनि राम्रोसँग नचल्ने रहेछ डाटा सकेपछि अनि त्यसपछि अब गेम हेर्नुपर्ने आफूलाई त्यही भएर मैले चाहिँ यो डाटा ल्याउनै पर्ने वाइफाई जोड्नै पर्ने मन लाग्यो अनि त्यही भएर मैले चाहिँ दाइलाई भनेर जोडौँ न त भनेर ढ्याक्क पारेर जोडिहालेँ होइन अब जोड्नु घर लगेर अब भोलिबाट गेम छ गेम पनि हेर्नु पऱ्यो
आफूलाई चाहिन्छ बिदाको दिन के गर्नु त होइन मोबाइल बिना न साथी छ न सङ्गी छ न केही छ हेर्नु त पऱ्यो मोबाइल कहिले काहीँ गफ गर्नु पऱ्यो अब चल्दैन नेट अनि डाटाले त्यही भएर चाहिँ सट्ट पारेर त्यही हो अब हिँड्दैछु म अब यो लगेर घर जान्छु अनि जोड्छु अनि ट्राई गर्छु कस्तो देखाउँछु हुन्छ तपाईँहरूलाई पनि देखाउँछु नेट कतिको चल्दो रहेछ होम 5G को अब सिम हालेर चल्दो रहेछ होइन जापानको होम 5G कस्तो चल्छ भन्ने कुरा चाहिँ तपाईँहरूलाई देखाउँछु अहिले गएर अनि राम्रो चल्छ भन्ने छ मेरो एरियामा चाहिँ 5G चल्छ कि 4G चल्छ भने पनि अब देखाउँछु अरे दोकानको गएर म ड्याक्क लाएर देखाउँछु गाइज हेर्नुपर्छ है त अहिले गर्मी साह्रो हो कि के हो साथी हो पसिनाले बनायो त यार मलाई यार पुग्नै आँटेको छु हो म त होइन अकेला भएपछि भिडियो बनाउन मन लागिहाल्दो रहेछ कि फेरि घामले डढे पनि केही छैन हिँड्नमा चाहिँ आज मनमा एक्साइटेड छ नि त वाइफाई पो जोड्नु हो त्यही भएर वाइफाई जोड्नलाई पनि खुसी सानो सानो कुरामा खुसी भयो क्या आज अरे हिँडिरहेको छु ठिक छ नि त भनेर त उडिरहेको छु आवाज पनि बसेर ठुलो आवाज आउँदैन यार हेर्नुहोस् जापानिजहरू यस्तो बाइकमा कुद्छ होइन म मात्रै होला कि हिँड्ने 1-2 जना जापानिजहरू हिँड्छ यहाँ नत्र भने कोही हिँड्दैन सबै गाडीमै हिँड्छ को छ वेदर पनि दामी छ आज धेरै पछि घाम लाग्यो दामी नै छ नि के छ भन्छ यति सफा छ जापान हाम्रो नेपाल चाहिँ अब सफा बन्न त खोजिरह कहिले बन्छ भन्ने थाहा छैन तर बन्न चाहिँ बन्छ एकदिन ल रुम त आइयो यो चाहिँ गिफ्ट दिएको छ मलाई सारान राप्पु भन्ने यो चाहिँ ऱ्याप्पु दिएको रहेछ गिफ्ट हो जगिन दिएको छ पुस्ने वाइप्स यत्तिकै त्यसपछि यो चाहिँ गाइड बुक होला होम 5G होम देन वाह भनिरहेछ अनि धेरै छ त यो तलको अनि यो बोट्टा खाली भयो यो कार्ड चाहिँ त्यो मलाई जुन सोल्टीले गराएको थियो देखाएको थियो केही यो काम गर्दा थियो त्यो कार्ड हो अनि यो चाहिँ होम 5G गाइड एउटा हात समाइरहेको छु कि त्यही भएर पनि अलिकता झ्याउ भइरहेको छ यार यसरी खोल्ने हो खोलिसकेपछि जस्तो कि यताको चाहिँ यो मेरो चार्जरहरू केबलहरू भयो होइन यो चाहिँ केबल मेड इन चाइना लेखेको छ जापानमा बसिरहेछ चाइना कहाँ राख्ने हो भन्ने टेन्सन छ क्या अब योसँग टेबल केही छैन होइन घर बसेको घर पनि अब यस्तै छ सामान केही छैन घरमै भयो यार यो चाहिँ वाइफाई हो गाइस होइन यस्तो छ वाइफाई यो वाइफाई हुन्छ होइन अनि यसमा चाहिँ यहाँनिर सिम हालेको छ नानो सिम अनि यहाँनिर लेखेको छ 5G 4G अब यस ठाउँ अनुसारको चल्ने सिम वाइफाई अपडेट भनेको छ यताबाट चाहिँ यो यता दिएको यो कार्ड यसमा हाल्न मिल्यो चार्ज प्लग चाहिँ यहाँनिर छ अनि यस्तो छ अब सायद मैले त्यो प्लगमा चाहिँ अब लगायो भने 2 मिटर माथि राख्नु भनेको छ यतातिर प्लग छैन केही पनि कता राख्ने भनेर अब जोड्छु त्यसपछि भिडियो बनाउँछु जोडेर यस्तो तरिकाले राखेको छु होइन यता प्लग तल छ च्याट्टै यहाँ राखेको छु चलिरहेको छ दामी तरिकाले अब भइहाल्यो आजको लागि चाहिँ ब्लग इन्ड गरौँ फेरि नयाँ ब्लग अब नयाँ खबर के छ त्यसलाई पनि ल्याउन सकिन्छ होइन अहिलेलाई चाहिँ इन्ड गरौँ आजको काम यही हो मेरो भोलि एउटा काम हो लगातार तरिकाले ल सबैजनालाई बाई बाई टेक केयर गाइज